अनावश्यक खर्च हुने भन्दै सांसदले सोकिए राख्ने तयारीको विरोधमा उत्रे हर्क साम्पाङ भने यस्ता नाथे सोकिए। दर्शकबिन हर्क साम्पाङले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै अनावश्यक पैसा खर्च हुने भएकाले सांसदले स्वकीय राख्ने विषयमा आफू सहमत नरहेको उनले बताएका हुन्। उनले नाथे स्वकीय सचिव रे भन्दै सांसदले स्वकीय राख्न नहुने धारणा राखेका हुन्। संघीय सांसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भने यस सम्बन्धी प्रक्रिया अघि बढाइसकेको छ। यसले संघीय सांसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले सांसदका स्वकीय सचिवको पद खारेज गरेको थियो। त्यसबेला सरकारले संघीय सांसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूचीमा हेरफेर गरेर सांसदको स्वकीय सचिवको सुविधा खोसेको थियो। ट्राफिक नियम तोडेको भन्दै सभामुख डोल प्रसाद अर्यालको गाडीलाई काट्यो ट्राफिकले चिट। दर्शकबिन सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ। थापाथलीमा सभामुख अर्याल चढेको गाडी सहित त्यसको अघि पछि हिँडेका गाडी पनि कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीको स्रोतले लेन क्रस गरी ट्राफिक नियम उल्लङ्घन गरेकाले कारबाही गरिएको जानकारी दिएका छन्। लेन उल्लङ्घन गरेपछि ट्राफिक प्रहरी सिंहदरबार पुगेको थियो। सिंहदरबार पुगेपछि 3वटा गाडीलाई चिट काटिएको स्रोतले जानकारी दिएको छ। अर्यालका स्वकीय सचिव नवराज पाण्डेका अनुसार ट्राफिकको नियम पालना गर्न भनेर आफ्ना चालकलाई यसअघि नै निर्देशन भइसकेको थियो। यसबीचमा चालक फेरिदा बुधबार उक्त घटना भएको उनले बताएका छन्। वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकका लागि खुसीको खबर। सरकारले इजरायल, कुवेत, बहराइन र लेबनानमा पुनः खुलायो श्रम स्वीकृति। दर्शकबिन सरकारले इजरायल सहित 4 देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। इजरायल, अमेरिका तथा इरान बीचको युद्धका कारण स्थगित पुनः श्रम स्वीकृति खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको 31 चैत्र 2082 मा बसेको मन्त्री स्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुनः श्रम स्वीकृति खुला गरिएको हो। इरानका हकमा भने 11 पुस 2082 को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ। श्रम मन्त्रालयले 17 फागुन 2082 को मन्त्री स्तरीय निर्णय गर्दै पश्चिम एसिया तथा खाडी मुलुक साउदी अरब, युएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इरानको श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगन गरेको थियो। काङ्ग्रेसभित्रको किचलो कायमै आधिकारिक काङ्ग्रेसले सोध्यो पुनबहादुर खड्कालाई स्पष्टीकरण। दर्शकबिन नेपाली काङ्ग्रेसले निवर्तमान कार्यवाहक सभापति पुनबहादुर खड्कालाई 7 दिने स्पष्टीकरण सोधेको छ। पटक पटक कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि बुधबार बसेको काङ्ग्रेस अनुशासन समितिको बैठकले खड्कालाई 7 दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका सचिव दिनेश थापाले जानकारी दिएका छन्। सभापति गगन थापाले सबैलाई ओडामा पुगेर सदस्यता अद्यावधि गर्ने निर्देशन दिएका थिए। त्यसको विरोध गर्दै गत चैत्र 30 गते खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेपछि काङ्ग्रेसले सचेत गराएको थियो। सचेत गराउँदा पनि खड्काले कार्यवाहक सभापति भनेरै विज्ञप्ति जारी गरेपछि काङ्ग्रेसले कारबाही प्रक्रिया अघि बढाएको हो। मन्त्री बन्न नपाएको जोगमा काङ्ग्रेस सांसदले दिए पदबाटै राजीनामा, मतदातासँग मागे माफी। दर्शकबिन काङ्ग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद दोड कुमार कुँवरले बुधबार सांसद पदबाट राजीनामा दिएका छन्। प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी पत्र लेख्दै उनले बुधबारदेखि नै लागू हुने गरी राजीनामा दिएका हुन्। कुँवरले राजीनामाको पदार्थ पार्टीका केन्द्रीय सभापति र प्रदेश संसदीय दलका नेतालाई दिएका छन्। काङ्ग्रेस स्रोतका अनुसार गण्डकी सरकारमा बुधबार मन्त्री परिषद हेरफेर हुँदा कुँवर मन्त्री बन्ने लभिङमा थिए। मुख्यमन्त्री एवं दल नेता सुरेन्द्र राज पाण्डेले उनलाई मन्त्री बनाउन इन्कार गरेपछि राजीनामा दिएको बताइएको छ। 2079 को प्रदेश सभा निर्वाचनमा कुँवर बागलुङ 2 खबाट सांसद निर्वाचित भएका थिए। राजीनामा पत्रमा उनले आफूलाई मत दिएका विजयी गराउने मतदाता र अवसर दिने पार्टी नेतृत्वलाई धन्यवाद समेत दिएका छन्।